हाम्रो पुरानो दरबार। अहिले यो दरबारमा कोही पनि छैन। राजा रानी बितिसकेपछि हाम्रो घर यस्तो भएको छ। त्यो जमानाको हाम्रो दरबार यो टोलको टपमा आउँथ्यो। अहिले यस्तो भइसक्यो। हामी जन्मेको घर, हुर्केको घर। अनि हाम्रो यो यस्तो छ। अहिले कोही पनि बस्दैन। 1 वर्षपछि हाम्रो घरमा हामी आएर दसैँ मनाएको यो साल 1 वर्ष भइसक्यो हाम्रो दरबार बन्द भएको। अहिले हामीले सफा गरेर आज हामीले दसैँ यही घरमा बनाएका छौँ। हाम्रो दरबारमा राजा रानी नभएर हाम्रो घर पनि दरबार पनि यस्तो हालतमा छ। त्यो जमानाको यो ठाउँको टप घर हुन्थ्यो नि। अहिले मान्छे मात्र बुढो नहुँदो रहेछ भन्ने कुरा। सबै चिज बुढो भर्खर तरुनी तन्देरी बुढौली सबै चिजले प्रकृतिले देखाउँदो रहेछ भन्ने मैले यो घरबाट बुझेँ। हाम्रो घर हाम्रो ठाउँ हेर्नु कस्तो रमाइलो थियो। अहिले पनि रमाइलै छ। हाम्रो घर चाहिँ पुरै 1 वर्ष चाहिँ अब कोही पनि बसेका थिएनौँ, कोही पनि छैनौँ। सबैजना बाहिर भएको कारणले यो साल चाहिँ हामीले यही हाम्रो दरबारमा मनाएका छौँ है त। हेरिदिनु होला कस्तो लाग्छ होला। अनि हाम्रो फुलबारीहरू पनि सबै अहिले त कोही नभएर यस्तो भइसकेछ। अनि हाम्रो ड्रागन फ्रुटहरू पनि फलिरहेको थियो। अघि बिहान खाएछ, यो पनि फल्दै होला सायद। यस्तो छ हाम्रो। अहिले कोही पनि नभएर बिजोकै छ, के गर्ने। अनि हाम्रो यस्तो राम्रो लिची आँप पनि सर्प हुन्छ कि डर लाग्छ। लिची कस्तो जङ्गलै भएछ हेर्नु सबै। हाम्रो लिची अम्बा, बाथरुम टोइलेट हाम्रो हामी बच्चा हुँदादेखि नै यस्तो। अहिले यस्तो हेर्नु त मान्छे नबसे सबै कुरा नै खत्तम हुँदो रहेछ। तर हामी आएर अहिले त सफा गरेका छौँ। यतिको भएको छ। मान्छे नबसेपछि सबै बिजोक हुँदो रहेछ। हाम्रो पुर्खौली घर हेर्नु न, टोइलेटहरू पक्क उके छ। हाम्रो यहाँ सागसब्जी फल्ने ठाउँ पनि थियो। अनि अहिले त्यस्तो भएको छ। अहिले त एउटा लौका मात्र रहेछ, सबै यस्तो भएछ। कति यहाँ धेरै सागसब्जी खोर्सानीहरू हुन्थ्यो। अनि सुँगुरहरू पनि पाल्थ्यो हाम्रोमा चाहिँ। अहिले चाहिँ कोही नभएको कारणले हाम्रो एउटा रुममा भाडामा बस्ने बहिनी दिदीले पाल्नु भएको छ यो 2टा। थुप्रै हाम्रो चाहिँ आँपबारीहरू पनि थुप्रै छ। माछा पालन हाम्रो चाहिँ ठुलो पोखरी छ। अब भोलि चाहिँ हामी माछा पनि पारेको देखाउँछौँ। पर समय हाम्रो चाहिँ एकदमै धेरै छ, गर्मी छ। अनि यस्तो डर पनि लाग्छ कि सर्प हुन्छ नि त। हेरिदिनु होला हाम्रो माछा पोखरी हेर्नु है त कस्तो राम्रो वेदर छ। अनि बादलहरू पनि राम्रो देख्छ। हाम्रो आँपहरू चाहिँ यहाँ पुरै छ। यहाँ पर चाहिँ केरा के फलफुलहरूको बोट पनि छ। त्यहाँ चाहिँ जान्न धेरै गर्मी छ। अम्बा पनि सबै कुहिएछ। यो के भन्छ यसलाई त म त चिन्दिनँ। एभोगार्डको बोट होला। अनि लिचीहरू कति फल्छ। धेरै कुखुरा फर्महरू थियो, हाँसहरू कति धेरै। अहिले त धेरै छैन। हाम्रो सबै मान्छे नभएर हेरदेख गर्ने नभएर अहिले पनि अलिअलि हाँस सेरै छ। पऱ्यो भएर कुखुरा त कति पुरै नगरौँ। कुखुरा हाँस त अहिले त कोही छैन, सबै भत्केर। लिची अझै पनि छ। यहाँ अमलाको बोट, नरिवल कति धेरै फलिरहेछ। तर यता एन्टिलाइट परेर देखिएन छ। यस्तो राम्रो वेदर छ कि। यहाँ छ हाम्रो सानो घर रुङ्ने सेक्युरिटी चुक्सा डन। अनि यहाँ छ हाम्रो मिसेक डन। गर्मीले एकदमै धेरै। काठमाडौँमा त अब शीतल हुन्छ, यहाँ त गर्मीले हिजो थाकेर पनि होला। खेती त्यस्तै छ हाम्रो मिसेक डन।